जानुलाई विदेश साथीहरु। साथीहरु हामी चाहिँ एयरपोर्ट आइसकेको छौँ हैन। यति धेरै मान्छे हुनुहुन्छ, यति धेरै मान्छे। ओ माई गॉड। रुए साथीहरु। ओइ त रुको। माई गॉड, ओइ साथी रुको त। ओइ ल। ओइ त रुई साथीहरु। बस्दै सेवा लेखेको छ अल्लाहको ब्लगमा। आज हिजो चाहिँ म काठमाडौँबाट आएको। मलाई यति धेरै बम चाहियो कि म मरि नै हाल्थेँ। अनि मैले खाजा खाएँ। अनि हामी काठमाडौँ हिजो आएको। आज आमा हामी जानु सबैले सुर। अनि के भन्छ हिजो चाहिँ राति त घुमेर आएको। अनि एउटा चिज चाहिँ भन्दै बिर्सेँ, हाम्रो 32 प्लेन भइसकेको हो। अनि त्यति पनि चढ्दाखेरि लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। ल म चाहिँ आज खेल्दै थिएँ। अनि मलाई चाहिँ जानु पर्नु छ। मुन्डुमा यस्तो के भन्छ धुप लागिरहेछ। त्यहाँबाट खेल्दैछु। मैले के थाहा, तर म चाहिँ भ्लग बनाउँदैछु। आज म फर्स्ट टाइम बनाएको मोबाइलमा बनाउँदैछु। चल्लाक चाहिँ बरुहरू थियो मेरो साथीको यादको त्यहाँ भएर भ्लग बनायो। अनि म चाहिँ के गर्दैछु अहिले यहाँ, त्यही भएर मैले बनाइलाई परिचयगा म त दाँत पनि भएर डाउँछ। मेरो खुसी छ नि त हजुर भएर। ल हाम्रो भ्यू पनि यस्तो मस्त छ। हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। घुम्नु हिँडेको साथीहरु पशुपति मन्दिरमा साथीहरु, तपाईहरुले पनि यो भिडियोबाट हेर्न सक्नुहुन्छ। मेरो चाहिँ सेकेन्ड टाइम हो है। योभन्दा अगाडि चाहिँ म बाबासँग आएको थिएँ पशुपतिमा। अनि मेरो सेकेन्ड टाइम भित्र घुमौँ। हामी छिरिसकेको छौँ पशुपतिमा। आउन त आऊ जुत्ता खोलेर। ल होइन मलाई थाहा छ नि त, भाउजू र मारेका चाहिँ भित्र नजाने अरे, तर मारेका चाहिँ मलाई पछ्याउँदै जाने भन्दैछ। पोहोरको साल आउँदा पनि पूजाहरू चाहिँ गरेको थिएन, यसपालि पनि गर्नु छोड्दैन हामीले। त्यही हेरेछ नि त मेन मन्दिर चाहिँ। हामी चाहिँ पहिलेको साल आउँदाखेरि उताबाट छिरेको थियौँ साथीहरू, उताबाट छिरेको थियौँ। यसपालि चाहिँ यताबाट। म त त्यही भएर कन्फ्युज थिएँ क्या, कहाँबाट आएको भनेर। यो चाहिँ पूजाहरू भइरहेको रहेछ। अब यत्रो आइसकेपछि होइन साथीहरू, अब त्यति टाढोबाट आइसकेपछि त अब पूजा गरेर नमिले पनि यसो हेरेर बाहिरबाटै घोकेर त जाँदा भयो नि त। त्यही भएर चाहिँ म छिरेको हो होइन। साथीहरू हामी चाहिँ आइसकेको छौँ। चाहिँ निस्किसक्यौँ मन्दिरबाट पनि। भित्र चाहिँ भिडियोहरू बनाउन नपाइने रहेछ, त्यही भएर हामी चाहिँ आमाहरू दर्शन गरेर आइसकेको छौँ। हामी यहाँबाट बाहिर निस्किने। कताबाट दिदी? आथा त भयो मारी तिमीलाई मारे त मारी तिमीहरू मैले लाउने होइन नि त। आमाहरू चाहिँ लाउनुहुन्छ, हामी चाहिँ लाउनु हुँदैन होइन। टिका लाउनु भयो आमा? आइपुग्यौँ घरमा।
कहाँको मान्छे हामी कहाँ आइसक्यौँ साथीहरू। यस्तै हो, हामी हिजो इटोरीमा थियौँ, धरानमा थियौँ, आज काठमाडौँ। हाम्रो चाहिँ खाजा खाने टाइम। मारी मारी बबल टी खाऊ। ल साथीहरू, अब चाहिँ हाम्रो प्याकिङ हुँदैछ होइन। अब चाहिँ मजा आउनु लागेको विदेश साथीहरू। हाम्रो प्याकिङ हुँदैछ यहाँ। मारुका यहाँ खेल्दैछ। मारुमा म विदेश जान्छु। A few minutes later. यसो साथीहरू, अब चाहिँ हामी जानु लागेको एयरपोर्ट। मारी बेबी मारी। अनि अब चाहिँ हामी एयरपोर्ट जानु लागेको छौँ। यसो सम्झिँदै गर्नु। यत्रो दुःख गरेर उ गर्ने मान्छेलाई सम्झिँदिन। आमामामा ल दिदी आशीर्वाद छ है। रोग ब्याग नलाओस्, राम्रो होस्, सन्चो सुविस्ता बस्नु, दुख बिमार नहुनु। 3 चोटि दिदी अलिअलि अलिअलि गरेर 3 चोटि खाइदिनु। आयो ट्याक्सी। ल नारिकेलले पनि खाइदिनु भयो। ल छैन होला। ल स्वस्थ रहनुहोस्। आमालाई छोड्न ल जम जम। लगेको अब चाहिँ हामी जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ आमालाई पुऱ्याउनु। भाउजू आँखाभरि आँसु भाउजूको। हामी आमालाई पुऱ्याउनु जाँदैछौँ। कहाँ मार्नु भन्थ्यो त? एयरपोर्ट जाँदैछौँ हामी चाहिँ होइन। अगाडि साथीहरू, हामी चाहिँ एयरपोर्ट आइसकेको छौँ होइन। यति धेरै मान्छे हुनुहुन्छ, यति धेरै मान्छे। ओ माई गड। म चाहिँ फर्स्ट चोटि है साथीहरू। आउनु चाहिँ पहिला आएको थियो, म तर यता भित्रको म छिरेको थिइनँ। अनि यस्तो हेर्दैछु यसो दृश्यहरू, इमोसनल मुमेन्टहरू। जाके ठाको लो हाँसिदेऊ न, आँखा झुम्काएर हाँसो न। भाउजू त आउँदा भाउजू हामी त रुन पनि पाएनौँ त। आमालाई पुऱ्याएर पनि फर्किँदैछौँ होइन। यति धेरै झ्याङ 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 कि म त रुनु टाइम पनि पाइनँ। भाउजू रुनु भएछ भित्र गएर। भाउजू भित्र जानुभएको छ आमालाई छोड्नु भित्रसम्म नै, तर हामी चाहिँ बाहिर थियौँ। यति धेरै भिड थियो, यति धेरै लाइनमा बस्नुपर्ने होइन। यति धेरै झ्याङ 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 रुन टाइम पनि पाइएन, रुइएन पनि। भन्नु पर्दाखेरि मेरो ब्यागमा खदा छ, खदा पनि लगाइदिनु पाइनँ मैले।
अब चाहिँ हाम्रो आमाको फ्लाइट 11 बजेतिरको छ अनि अब हामी चाहिँ छिराएर निस्किँदैछौँ। मैले स्टोरीमा फोटो हालेको थिएँ मेरो एउटा प्र्याङ्क गर्नुको लागि। सबले मलाई म्यासेज कल गरेको गरेछन् हो कहाँ भनेर। तर मैले त प्र्याङ्क गरेको साथीहरू मजा आउँछ क्या। हामी चाहिँ घर पनि आइसक्यौँ साथीहरू होइन। अहिले चाहिँ एयरपोर्ट पुगेर मलाई यति धेरै फोन म्यासेज कल यति आइरहेछ कि मैले प्र्याङ्क गरेको थिएँ नि त। यति धेरै कल म्यासेज आइरहेछ तर म कसैको पनि रिप्लाई दिँदिनँ। अब जस्ट यो 11 बजे आमाको फ्लाइट छ। म आमाको फोटो हालेर मेरो स्टोरी दिन आँटेको छु होइन। त्यही भएर मैले कसैको रिप्लाई पनि दिएको छैन साथीहरू। Day 2. दिदी भ्लग बनाउँछु कि म सिम्पल म त भर्खर केही प्रब्लम हुँदैन नि। त्यही त अनि कसैलाई क्यामेरामा अलिकति अफ गर्दैन नि त। अनि यहाँ चाहिँ हामी छौँ होइन। अब चाहिँ हामी निस्कन लागेको छौँ अनि दिदी चाहिँ एकछिन आउनुहुन्छ हामी जाँदै गर्छौँ। हामी चाहिँ निस्क्यौँ। बाई बाई दिदी एकछिन भेट्यो। अब चाहिँ हामी जाँदैछौँ गाडीमा। छाता बोक्नु भएको छ हजुरले। हाम्रो चाहिँ पठाउ आइसकेको छ। पठाउ कि के हो दिदी? पठाउ इन ड्राइभ। मारिकालाई घर पठाउ। मारिकालाई बोक्नले घर पठाउ। है साथीहरू हामी चाहिँ घरमा पनि हेर्दै निस्क्यौँ है। अब हामी चाहिँ गयौँ सपिङ गरेर घर पछाडिबाट। सपिङ त धेरै होइन अलिअलि हो यति मात्रै हो। भाउजू त हेर्नु तपाईँको। अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि साथीहरू लोकेसन कीर्तिपुर संस्था भनौँ कीर्तिपुर अरे है। हामी चाहिँ अब नेवारी सेट खान जानेको। मेन त ओमरी कि एमरी त्यो ट्राई गर्नु मन लागिसक्यो साथीहरू। अब के गर्नु नेवारी खाँदैन तर कस्तो हुन्छ अब एक्सपिरियन्स एकदम फर्स्ट ट्राई। मेमोरी मात्रै होइन सबै खाने हो। हामी चाहिँ आइसक्यौँ लोकेसनमा साथ यो कस्तो के अरे दिदी ससु यो कस्तो राम्रो फुल हो पर्पल। अन्त भिड छ दिदी। तर एउटा ठिक हो। अब 3 घन्टा बस्यो भने 6 बज्छ घर जाँदा 7 बज्छ ठिकै हुँदैन। यता चाहिँ हाम्रो यता छ 1 बजे हो रहेछ। नमस्ते जजलप्पा सेवा फ्याफुल्ला लासो। हामी सिधा भयो हामी सबै मारी जय मेसी त रहेछ होइन। नमस्ते लास्तो। जी भाइ तपाईँ सबैजना धेरै स्वागत छ। अब यो रेस्टुरेन्ट नाम चाहिँ ससप्ला हो। हजुर सस भनेको ससुराली तिम्रो ससुराली अनि खोइ त ज्वाइँहरू ज्वाइँहरू त नो एन्ट्री अरे के। हजुर मिलेन तपाईँले भित्र सिट हुन्छ भित्र जाने कहाँ जाने भित्र फुल भयो भन्दा भित्र बनाएको पनि हेर नि त। ए बनाएको पनि हेर नि त। हेर त तिमी यमरी खाने भने यमरी अहिले पछि खानुपर्छ है। देख्यौ होइन उतै जाने हो। जम हुन्छ ल खाएको छ मारिकाले। भित्र कालो नभएको खालको खाएको छ मारीले। लाइभ म्युजिक भएर साथीहरू होइन। कस्तो धेरै आज सटरडे भएर भिड रहेछ क्या। यही तल हो नि हुन्छ है। रिजर्भ छ
साथीहरु यहाँ हैन सब रिजर्भ रहेछ यहाँ आज प्याक पुरै म यहाँ देखाइदिन्छु अलिकति साथीहरु हेर्न सक्नुहुन्छ order पुरै प्याक छ त्यो पुरै प्याक बारा आइछ हाम्रो यहाँ बाराको पनि बारा खानु रेडी एकछिन हामी फोटो पनि खिचाइ भयो हैन आइसकेको छ यहाँ हैन ओ माइ गॉड नेवारी खाजा सेट आइसकेको छ यहाँ हाम्रो चाहिँ यम्मरी पनि आयो है साथीहरु यम्मरी मलाई त यो टेस्ट गर्नु मन लाग्छ क्या आयो साथीहरु मिठो मिठो छ कस्तो लाग्यो त मिठो लाग्यो दसजना मान्छे आउनु पर्ने रहेछ 10जना मान्छे खाने अगाउने खालको हुँदो रहेछ यो चाहिँ मैले चाहिँ खान सकेन साथीहरु फाइनल्ली आज चाहिँ यहाँनिर सासामा चाहिँ के भाउजू दीपक भट्टाचार्य भन्ने सिङ्गर आउनु हुँदो रहेछ त्यही भएर हामी चाहिँ वेटिङमा छौँ अनि हामीले खाइसक्यौँ डान्स पनि गरिसक्यौँ यो गीत गाउने ल साथीहरु तपाईहरु पनि हेर्नु ल यहाँ आइसक्नु भएको छ अरे कि यहाँनिर साउन्ड टेस्ट हुँदैछ यहाँनिर एकदम आज क्राउड भइरहेछ है कीर्तिपुरमा सासामा त्यो चाहिँ मलाई चल्दैन त्यही भएर मलाई चाहिँ यस्तो मन लाग्छ क्या अनि यहाँ म त्यसलाई सर्च गर्छु Thank you. ल cheers दिदी वाह दामी मैले तिमीलाई यसरी हाल भने के यसरी ए त्यसरी चाहिँ ल दिदी राम्रो ओ माय गॉड रमारीले घैला बोक्ने हेरेर बोका उठेर बोक न सानो घैला भन्दा सानी ल हाम्रो माइले चाहिँ ल घैला बोक्ने ल माइ छोरी सुन्दरी कसरी भयो पानी मलाई पल्ला रे साइलोले पल्ला रे साइलो हत्तेरी का साइली रे हत्तेरी का साइली रे ए मता डाले 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 ए मता डाले 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 ए मता डाले 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 कस्तो गरी हेर्नु सक्दैन Make some noise for Deepak Bhattacharya. Make some noise for the rhythm band. पछाडी त हल्लै गर्नु न एकछिन तपाईहरु नगर्नु पछाडी सोचिला म Avinash Bhattacharya. Are you guys ready?
Welcome to Sasa, everyone. Srimati पनि आफ्नै लिएर आउनु भएको छ कि सारीसँग jokes is apart. Let's enjoy the evening. Let's have a love that it takes. I do know your imagination. Let's make a everlasting relation. यता हुन्छ मारेकाहरू अब हामी बाई बाई सासा भन्दै हिँड्नु पर्ने हुन्छ हजुर मारी भन त के भनेको मारी मलाई अब चाहिँ मलाई मार्छ होला साथीहरूले किन भन्दाखेरि ढिलो भइसक्यो 8 बजिसक्यो यहाँनिर अब यहाँदेखि बौद्ध पुग्नु कति टाइम लाग्छ यतितिर भेटौँला नमस्ते लास्तो फ्याफुला जोजोलोपा ओ माई गॉड साथीहरू नाइटको भ्यू हेर्नु होला कीर्तिपुरदेखिको Oh my god, so beautiful. One eternity later. अहिले साथीहरू मैले चाहिँ यसलाई भेटिसकेँ होइन म कस्तो राम्रो भएको यार तिमी काठमाडौँ बस्नु थालेदेखि ओ माई गॉड कति महिनापछि भेट्यौँ हामी 7 महिना होइन कति भयो काठमाडौँ त्यस्तै 6-7 महिना साथी यस्तो ल्याङ भएन कि घरमा इन्डियामा गएर अनि फेरि दिदीले पठाउ पर्दैन भएर पठाउनु आएको अब केही थाहा छैन हो काठमाडौँको बारेमा केही थाहा छैन अब हिँड्दै आइज भन्छ यसले फेरि मलाई हो त्यहाँनिर आज दीपक बजाचार्य आयो क्या अनि त्यही भएर पर्खेर बस्नु भएको ढिलो भयो सबै अब बन्द भइसकेको अनि अब अरू ठाउँ पनि हुँदैन सबै बौद्ध जानु न बौद्ध अनि के खानु केही नखाले बस्नै आउने हामी चाहिँ आइसकेको छौँ यो चाहिँ यो काम गर्ने ठाउँ अरे यसको चाहिँ यो काम गर्ने ठाउँ चाहिँ दक्षिया स्पोटहरू साथै तपाईँहरू आउनु सक्नुहुन्छ एकदम दामी त हाम्रो साथीहरूको कहाँ चाहिँ हेरौँ ल माथि हिँड्नु अझै माथि हेलो साथी ओइ तल कहिले यो भन कहिले त भन तँलाई यो ओइ हेर्छ दिकी दिएको अरे हौ ए बोयफ्रेन्ड साथीहरू यसको साथीहरू यसको प्रश्न दिएको अरे यसलाई हेर्नु ओ माई गड यस्तो हामीलाई पनि दिनु पर्यो यस्तो हामीलाई पनि दिनु त कहाँ गएर जान्छ नहटा देखाउनु मन साथीहरू लोकेसन हेर्नु ओ माई गड द चिया स्पोट तपाईँहरू पनि आउनु सक्नुहुन्छ द चिया स्पोट टिकटकमा भाइरल यो काम गर्ने ठाउँ यो त घटिस है नि प्रतीक्षा कसरी घटिस सोडोलो यसले म साथीहरू हिजोदेखि आउने कुरा भएदेखि म काम गर्ने ठाउँमा मेरो साथी पनि सेम तल छ भनेको भने चाहिँ देखा त लुको हो यहाँ राम्रो रहेछ त बस्ने ठाउँ नि हामी
चाहिँ स्कुलको साथीहरू हो। हामी कति क्लासदेखि सँगै भन्दा? नर्सरीदेखि नै हो। नर्सरीदेखि अहिलेसम्म हामी त्यहाँको भ्लग देखेँ त सुस्मिताले हालेको पहिली नैको स्कुल गयो हाम्रो। म पनि त्यहाँ गएर भ्लग बनाउँछु एक दिन। घारी त जहिले म त बाटो जाँदाखेरि तिमीले के गर्ने भन्नु के गर्ने देखियो भने त यसलाई चाहिँ मैले साथीहरू तपाईँले एउटा याद गर्नुभयो यो र हामी त 10 टाउनको होइन 10 टाउनको हामी गएको थियौँ होइन यो छुटेकी थिएँ क्या यो देउसी खेल्दा गएको थियो तर यो छुटे यो जानु पाइनँ के थाहा त यो काठमाडौँमा आएर काम गर्न थालेको छ तर यसले हामीलाई भनेको थिएन क्या म आउन पाउँदिनँ तिमीहरू जहाँ म जाँदिनँ भनेर यसले भनेर यो छुटेकी थिएँ क्या अनि त्यही भएर पनि मलाई चाहिँ योसँग भेट्नु मन लागेको थियो एउटा है त्यो पिकनिक जानु भनेर काठमाडौँदेखि गएको यो चाहिँ फेरि काठमाडौँको मैले भएको थियो त ब्लगमा काठमाडौँदेखि छुट्टी मिलेन नि त त्यही भएर चाहिँ आइन यो छुट्टी त्यही भएर यसलाई चाहिँ म भेट्नु मन लागेको त भित्र पनि राम्रो छ कि भित्र बसौँ न जाम 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 फोटो मात्रै खिच्नु वा साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ कस्तो दामी हामी भित्र बस्नु मिल्दैन मिल्छ ए भित्र बस्नु मिल्यो भने बस्नु न त किन फोहोर हुँदैन नि फोहोर हुँदैन नि भित्र बस्नु ओइ कसम भनेर साथी भन्छ भने नि नेवार सेट खाएको पुरै फुल छु म चाहिँ हेर तर अझै पनि तिमीहरूकोसँग खान्छ हल्का खान्छु तर म पुरै फुल छु यो हन्त खाली हो कि त्यही भएर ग्यास्ट्रिक हुन्छ ये क्या है सरप्राइज दिएको हामीले साँच्ची भएर खाँदा हामी कि आफ्नो भेट्यौँ कि यसले मलाई रोज दिएको यस्तो साथीहरू कस्तो भन्दाखेरि नि आफ्नो गाउँको मान्छेहरू भेट्दा होइन साथीहरू भेट्दा चाहिँ रुनु मन लाग्छ क्या अनि कमसेकम तिमीले मलाई 27 जाने भन्यो भए म अलिक पैसा मिलेर राम्रो हुन्थ्यो नि त सरप्राइज भनेर कहाँ दिन्छ अघि जस्तो आएको थियो म बाइकमा तिनीहरूले छिटो आइहाल्यो क्या यसले भिडियो थ्याङ्क यू मलाई टिकटक पनि बनाइसक्यो फुल लिएर मैले यसो गएको थिएन यसले यो बुद्धेको मलाई तिरै पो लिएर डिस्काउन्ट होला भन्दै थिएँ मलाई अघि दिइसकेको केही होइन क्या स्कुल छुट्यो स्कुल भरे बिहानभरि पनि स्कुलै हुन्थ्यो होइन 11 छुट्टी भएपछि होमवर्क गरेर जानु पर्दैन प्रतीक्षा याद छ चटपटेर खाएको चटपटे यसको घरमा रुइन्छ खाएको मसला पिरो भयो हामी पिरै खाएको अनि साथीहरू होइन हामी यसो घर बसेको खोलामा जान्थ्यौँ ट्युसन जाँदा पनि सँगै पुरै गर्दा पनि पुरै यो भयो नि सुमेदी साथी पढाउनु छैन होइन नि मैले चाहिँ यसले मलाई रोज दिए होइन मैले रोज पाएँ यो रुई म रुई न यो रुई यसलाई एकैछिन नराम्रो लाग्यो होला अब चाहिँ हामी मेन्यू तपाईँहरूलाई पनि देखाइदिन्छौँ यहाँ एकदम धेरै एक्सपेन्सिभ छ भन्दै थियो यसले एक्सपेन्सिभ नै रहेछ अब हेरौँ यो चाहिँ हामी यस्तो खाँदैछौँ साथीहरू होइन कोदोको हो यो कोदोको चाहिँ ट्राई गर्छु कोदोको र मकैको राम्रो हो कि हेल्दी खाइम ल तैँले त खोइ मगाइनस् त नि ल अब चाहिँ हामी खान्छौँ ल मलाई त एकदम फ्रेस जुस खानु मन लाग्थ्यो अहिले मलाई यो मगाइदिएछ हामी चाहिँ यहाँबाट निस्क्यौँ साथीहरू कहाँ छ दिकी हाम्रो साथी अब चाहिँ हामी जानुपर्ने हुन्छ रोज पनि पाइयो खाइयो पनि अब फेरि जाने हामी कहाँ जाने बाउको मिटिङ हुँदैछ कि भित्र मिटिङ हुँदैछ अरे होइन नजाउँ यतिकै हेर न यतिकै देखाइदिउँ न यसरी ल दामी 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 ल
यसले चाहिँ म जस्तो केटी भनेको चाहिँ उहाँ नै हेरेँ कि तर उहाँ चाहिँ भित्र बिजी हुनुहुँदो रहेछ र अब आज भेट्न पाइनँ नेक्स्ट टाइम हामी चाहिँ हिँड्दै हिँड्दै अब उतासम्म आइसक्यौँ होइन यिनीहरू यहाँ छ भित्र नछिने यो टाइमतिर रस भित्र नछिने नि होइन यहीँ भित्र भनेको कहाँ यो भित्रै हो यो भित्रै त हो नि यो कस्तो कन्फ्युज भएको यहाँ मेन गेट कुन भन्छ म कन्फ्युज भएर छु क्या म नेक्स्ट यहाँ अरे उयो होइन क्या म नेक्स्ट टाइम म थाहा पाउँछु नि तपाईँ बाटो पक्न मैले सट्ट हेर्छु सबै क्याच गर्छ कि तर लास्ट दोकानहरू चाहिँ बन्द भइसकेको छ होइन कति चाहिँ तपाईँको ठाउँ कहाँ हो यो जहिले यहाँ बस्छ अरे के को लागि ओ माई गड यसलाई पिस चाहिन्छ पिस ए हो माई गड जहिले कामबाट ड्युटीबाट जहिले हिँड्दै हिँड्दा आउँदैछ सबै हेर्दै आउँदैछ अब डगीलाई खाना खाने टाइम सबै डगीलाई दिनुहुँदो रहेछ मेन गेट यो हो नि ए उहाँबाट पनि छ ए ल मेन गेट यो साथ अब चाहिँ मलाई थाहा पायो नि त म कन्फ्युज भयो क्या यिनीहरूले मलाई भित्रको बाटो लिएर आयो कि गल्ली गल्ली त्यही भएर म अलिकति कन्फ्युज भएँ अब चाहिँ हामी छुट्टीमा बेला भयो बाई यसको चाहिँ पठाउ बोलाइसकेको छ अब यसले मलाई पुऱ्याउँछ भने कि यसले मलाई पनि पठाउ गर भन्दैछ कि यसले मलाई पठाउ बोला भयो ल बाई बाई होइन अफलाइन गर्दिनँ म दिदीलाई भन्छु दिदीले गरिदिनु ल साथीहरू अब म पनि जान्छु होइन दिदीले मलाई पनि पठाउ गरिदिइसक्नु भयो अब चाहिँ हामी जाने हो बाई बाई साथी सिउ बक्नु आइजले भेटौँ ल हजुर नै है